गाई आज हामी चाहिँ च्याउडे काट्न जाँदैछ है दिदी म कासिनी जाने रे च्याउडे काट्न म चाहिँ यहाँ छ है हामी चाहिँ च्याउडे काट्न जानु लाग्यो जाम दिदी छोटो आऊ हेर दिदी काशी कहाँ जाने आज हामी चौडेपाती किन्न जाँदैछौँ हो ओटेर त नजाने च्याउडे काट्न जाने नजाने रे फुन्डेको डोको खोइ देबे जाम दिदी येबे म मामा जाम 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 अब हामी हिँडौँ च्याउडे काट्न भयो अब पानी पर्छ फेरि एकछिनमा खिउजेम न खाँदा र बिहोर्ने दियो है सुँगाइ पाथी ल्या तले हामी गयो अब च्याउडे काट्न जाम सोहिम जाम पुन्टे जाम वाउ दाउराको फेरा पाथी काट्न जाँदैछ हामी पाथी च्याउडे हो भनेर चाहिँ यहाँतिर त पाथी भन्छ छुट्टो छिटो आऊ छिटो गो फुल्ने कति राम्रो है हामी खोर्सानी बारीमा हाल्ने च्याउडे काट्न जानेछौँ भरे खोर्सानी कत्रो रहेछ देखाउँछु ल किन रोको तल कुरोलै मैना पुन्टेल वा 300 मा च्याउडे काट्नलाई चाहिँ भयो बच्चाहरू त दुध त भयो रातो र कालो छ त हाम्रो गाउँमा चाहिँ रातो हुन्छ मौरीको घर भरे घर हो घर डल्ले खोर्सानी ल पोथेवाला तम्दा हो दिदी लामो खोर्सानीको सानो सानो पात डल्ले खोर्सानीको चाहिँ ठुल्ठुलो पात हुने रहेछ नयाँ बसपार घाँसको बारी चाहिँ खतरा ल्याएछ त हौ च्याउडे काट्नु च्याउडे आज त बाइक त भफ्रे बसपारमा त के साह्रो हो पाहुनाहरूको होला बाइक त आज त टन्नै आएछ त पाहुनाको के हो जामा छोटो हामी चढेर जा च्याउडे काट्न खोइ आज त शनिबार होला नि खोइ फुल टिप्न सक्यो काशी पेता छ्याउ ए फुलको त नामै छैन त्यो त आर्मु त हात सदा सदा मरमु चुस सिन्दुर टुबर त के औषधि हुन्छ
मैले त घरमै रोपेको थिएँ हौ बहिनी हो यो फुल त हामी चाहिँ खोर्सानी बारीमा हाल्ने च्याउडे काट्दैछ पाखी हामीले चाहिँ पाखी भन्छ यसलाई यहाँतिर चाहिँ च्याउडे भन्ने रहेछ है कसी हामीले चाहिँ पाखी भन्छ पाखी यसरी हो यो काट्ने कि कसरी हो यसरी हो आफूले त आउँदैन ओ दिदी डाला डालै काट्ने हो यसरी तिमीले आँसु ल्याएन काशी ल्याइन मैले त म त टुप्पो टुप्पो म पो काट्छ त कि कसरी काट्ने हो के राम्रो हुन्छ है दिदी यो डाला डाला काट्ने हो कि को मात्रै थुवा यसरी है च्याउडे च्याउडे जाम माथि जाम फुलहरू नि कति मजाले फुलिरहेको हो दिदी नै च्याउडे काटिरह म चाहिँ माथि आँसी ल्याएन तिमीहरूले दुईजना नि च्याउडे बोक्ने रे पाथी खोर्सानीको बोर्डमा हाल्ने मेरो चाहिँ यति भइसक्यो च्याउडे चाहिँ हो कति राम्रो हो कि है आजभोलि त फुल चाहिँ बबाल फुल्ने रहेछ त जङ्गलतिर त मेरो चाहिँ यति भइसक्यो दिदी चाहिँ काट्दैछ म चाहिँ यहाँ छु मेरो यति भइसक्यो नि यस्तो काट्ने के खोर्सानीको बोर्डमा हाल्यो म चाहिँ यहाँ छु च्याउडे काट्ने च्याउडे यो च्याउडे कसरी काट्छ त हामीले पाथी भन्छ यहाँतिर च्याउडे भनेर चाहिँ खोर्सानीको बोर्डमा हाल्ने च्याउडे म चाहिँ यहाँ चाहिँ यति काटिसक्यो है मैले यति भ्याइसक्न लाग्यो थोरै बाँकी छ यसरी हाल्ने पुन्टे के गरेको फुल झारेको हेर्नु न त्यो पुन्टे बकमा आएर टिपिदिन्छु त्यो फुल है ओ पुन्टे जुगायो मेरो खुट्टामा पुन्टे छुटा आउन पुन्टे मेरो खुट्टामा जुगायो चुटिप न छुटा ओ खसेछ जुगा त्यो फुल टिप्ने रे सकेन माथि गयो पुन्टे त के गर्ने पुन्टे फुल हामी त खोर्सानी बारीमा हाल्ने च्याउडे काट्दैछ दिदी र म चाहिँ कसरी हाल्ने हो दिदी माइजूको चाहिँ भरिसक्यो है भरे छैन मेरो भरला साब है माइजूको चाहिँ भरिसक्यो उसले धेरै काट्ने रहेछ है यहाँ चाहिँ कम्पिटिसन हुँदैछ है के हो दिदी तल नखाँदेको खाँदै थियो अहिले लामो छ मैले त लामो रै काटेको कि छोडेरै काटेको पनि बस के काट्ने म भरे खोर्सानीको बोर्डमा कसरी हाल्ने रहेछ च्याउडे हेर्नु होला सबैजनाले अब तल पो खसिन्छ छामको चाहिँ यहाँ खस्यो है तल मेरो खाँच्छु है मेरो भन नखा भरे च्याउडे भरिसक्यो मेरो त भन लखा है जुगा नि आँखा त नि ल हाम्रो पछि जुगा नि आँखा त नि मलाई डर लाग्यो दुईजना कहाँ गयो क्यामेराम्यानहरू ओ क्यामेराम्यान दुईजना भन्नु पर्ला है त्यो दुईजना नहारा मैले पनि तल खानु पर्यो जुगा आएको के भयो फुलदार यस्तो जङ्गलमा च्याउडे काट्न आउँछ नि है काशी यस्तो भिड बाटोमा एकदम गाह्रो भइरहेछ यहाँ म त बाटो पाइन हो काशी छटुले चढ्न सकेन है
आया काशीको ढोका चाहिँ एकदम राम्रो है। यिनीहरू दुईजना त चढिसक्यो, म चाहिँ कसरी चढ्ने हो। ल अब हामी जान लाग्यो, च्याउडेको भारी पुगिसक्यो है। दिदीको त ल ल पुन्टीलाई यसरी समात, म बोक्छु। म बोक्छु है। आएमा च्याउडे भरे के हो अनि मान्छेको त्यहाँ छ। मेरो चाहिँ यहाँ छ है भारी, माइजूको चाहिँ यहाँ, छामाको चाहिँ यहाँ छ है। लु तिमी बोक त सानो, छोटो आऊ। सानो मान्छेको त टोको नि सानो, मान्छे नि सानो। छोटो समातेन दिदीको, उचाल्दै छोटो छोटो। लु जाम जाम जाम, कताबाट जाने हो, कुन बाटो जाने दिदी हामी? खेबे क्या यहाँ तार्यो, खेबे क्या यहाँ भन्यो। अब हामी घर जान लाग्यो। खोर्सानी बारीमा च्याउडे कसरी हाल्ने रहेछ भरे देखाउँछ है त। मम्मी बोलाउन छोटो। ल बोकिसक्यो दिदीले पनि। जाम छोटो, अब हामी कताबाट जाने? खेबे क्या आऊ दिदी यहाँ? हाँ म क्या आऊ हा? ल गयो है त, हामी ल लाग्यो। म चाहिँ पछाडि छु, च्याउडे पुगेर हामी लाग्यो। अब छोटो लड्यो, छोटो लड्यो। यस्तो जङ्गलबाट हिँड्नु पर्यो ल। ल पिङ खेल्दा छोटो ल छाङ्रा। कहाँ छ? खै छैन। जुगा जुगा छाउरा काट्दैछ दिदी। यत्रो सानो नि हुन्छ केमा हाल्ने? बोडीमा माथि हाल्ने होला नि हाम्रो त है च्याउडे त। गयो हामी गयो अब। ल जाऊँ जाऊँ पुन्टे छोटे काशी लु जाऊँ। लु जाऊँ जाऊँ बिस्तारै जाऊँ है, लड्छ। पाथी छ त नि, थोरै काट्छु म। पुग्छ होला, धेरै त छैन होला खोर्सानी। ए झन् सिस्नु समातेको मैले। हेबे काशी छोटे मोटे छाङ्रा खोइ, छाङ्रा नि ताने है यिनीहरूले त। यो पनि त हेल्पोस् बिरामी भयो भने यति टाढा आउनु पर्छ है। मेडिकल नै कति टाढो हो। ल तिनीहरू त भाग्यो, म चाहिँ पछि पछि छ है। हजुर आउँदैछ काशी। मैले त हिँड्नै सकेन, चाउरो ताने है यिनीहरूले। आथा मम्मी काँडाले खोज्यो। छोटो काँडाको पुग्यो कि पुगेन? 2 भारी, हाम्रो चाहिँ 1 भारी पुगिसक्यो। ल हामी अब हिँड्दैछौँ। ओ यहाँ फुल टिपौँ न, यो फुल फुल छ नि त यहाँ छोटो। वाउ बाइक पाहुनाहरू आज त टन्नै छ है हाम्रो गाउँमा। ओ फुल टिप न, फुल बाइक फुल टिप्न सानो। छोड्नु त छोटो तिम्रो छाङ्रा। यहाँ बाइक बाफ्रे पाहुनाहरू त टन्नै आएछ है हाम्रो गाउँमा त।
यिनीहरू दुईजना त टाढा फेरि आउँदैछ कति धेरै पो छ कसै जुगत नास्यो क्या हो फेरि आउँदैछ हे भगवान् कति धेरै हो बाइक फुल 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 कस्तो राम्रो छ फुल टिप्दा टिप्न सकिहाल्छ नि बाइक कति धेरै अब खै छाङ्रा एउटा मात्रै लिने हो छोटु लु जाम दुईटा पकड न दुईटा ल अब हामी रोड आइपुग्यो गाह्रो छ हो रोडमा आइपुग्यो है हामी बाइक त अझै आँखा त हो कति धेरै हो बाइक बाफ्रे यार कति धेरै हो बाइक त अगाडि नै कति धेरै गइसक्यो यहाँ रुखमा हेर्नु न कति राम्रो फुल फुल्यो है किन चढेको छोटु यति धेरै बाइक आइछ त नि आऊ माथि ए तल लड्छ भुइँ वा हेर्नु न त्यो त्यस्तो भएको छिटो आउँछ फुल थियो त नि फुल म त भुसुकै बिर्सेँ त फुल टिप्ने भनेको ल जाम काशी छोटेको आमा चाहिँ कहाँ पुग्यो छोटेको आमा आएको छैन होला ल जाम छाउरा बोक्ने मान्छे केमा हाल्ने हो यो छाङ्रा काङ्ग्रोको बोर्डमा बाबे काङ्ग्रो त ढल्छ होला नि त छाङ्रा त ढल्छ होला नि त काङ्ग्रो हाल्यो भने त तिमीहरू दुईजनाको छाङ्रा काशीले अर्को च्याटै बोके पाथी ल हे त कति धेरै हो क्या बाइक आज त टन्नै आएछ त नि काशीले नि हो त्यतिले नै बोके छाङ्रा छोडे कतिखेर त मेरो त अहिले त बसपार आइपुग्यो है हामी पुरानो बसपार बाबा नि यहाँ बसिरहेको रहेछ अब हामी खोर्सानी बारीमा चिउँडे खान जान्छु हामी चाहिँ आइपुग्यो दिदीहरू चाहिँ यताबाट जाने रे म चाहिँ तलबाट लु यहाँ हो ल छोटो र म चाहिँ यताबाट है छोटो वाउ कति राम्रो फुल है ल अब हामी आइपुग्यो यता हो पुण्डे हाम्रो बारी त तिमी यहीँ बस्छ कि बारीमा जाने हो लाग्छ नि त कोदोको बिउ वाउ बिस्तारा हो है बोडी नै फल्नलाई छ है साग पनि बेसी राम्रो भएछ आमाहरूको त काङ्ग्रो त बेसरी फल्छ कि हो यसपालि त काङ्ग्रो म कसरी चढ्ने त यहाँ ल पुण्डे जाम त अगाडि मैले ताना ए जाम जाम म यस्तरी आउँछु ल जाम माथिबाट हो त्यहीँबाट जाम छोटो र मैले त बाटै पाइन है हो त्यहीँ हो ल आइपुग्यो हामी बारीमा खोर्सानीको बारीमा चिउँडे कसरी हाल्ने त अब हेर्नु है त सबैजनाले हेर्नु होला के हो त काङ्ग्रोको बोट त आइस अस्ति नै पो फुलिसकेको त छोटो उही अस्ति भएर त रोपेको मैले छाङ्रो भएन है तिमीहरू मामाले हालेको ल म यहाँ साथ यहाँ पानी खाने पानी नखोला चिउँडे हाल्नु पऱ्यो चिउँडे ए आमा भाइ काङ्ग्रोको बोट त छाङ्रो भन्दा काङ्ग्रोको बोट त कता गइछ हौ
कता गइ छौ तिमी त यस्तरी नजाऊ न यस्तरी भयो राख्नु पर्ने रहेछ काँक्रोको बोर्दै फुलिसकेछ त काँक्रो त ल यस्तरी जाऊ यस्तरी जानुहोस् त है ए फुलिसकेछ काँक्रो अब चिउँडे कसरी हाल्ने त हेर्नु है त छोटो मलाई चिउँडे दिनुहोस् त है मलाई चिउँडे दिनुहोस् झार पनि उखाल्नु पर्यो अलिअलि ए झार पनि उखाल्छु चिउँडे नि हाल्छु खोर्सानी यहाँ राख है ल्याउँदै राख्दै गर त म यहाँ चिउँडे खोर्सानीको रुखमा कसरी हाल्ने त चिउँडे होइन यस्तरी हाल्ने हो है त फर्स्ट टाइम मलाई पनि थाहा छैन यो चिउँडेको रुखमा यस्तरी हाल्ने त्यस ल्याउँदै राख है म झार्नी उखाल्छु ल यस्तरी हाल्ने हो यस्तरी हाल्ने बिस्तारै लिएर आऊ छोरो चिउँडेको घारीमा खोर्सानीको रुखमा यस्तरी हाल्ने चिउँडे गोलमेल राम्रै भइछ स्याबास छोटो काम गर्छ छोराले ल है त गाइस अब हामी घर जानु लाग्यो घर गएर खाजा पनि बनाएर खान्छु यति मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला फेरि पनि यस्तै भिडियोहरू ल्याउने गर्छु है त गाइस आज चाहिँ अब चाहिँ हामी घर फर्केको ल कस्तो राम्रो प्याज दाइ फुल 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 कतै छेउमा टर्हिलो दाइ लसुन पनि यत्रो ठुल्ठुलो भइसक्यो त बेला छेउमा टर्हिनु यो जुत्ता मन पर्यो मेरो वाउ झन् सबभन्दा फुल चाहिँ यो राम्रो रहेछ ओह दिदीको बोडीको झ्याङ वाउ सात कन्याको दाइको घर कति राम्रो छ होमस्टे कति हो यो रिवा यहाँ चाहिँ अब बसाल्दैछ पानीपुरी बनाएर खाने मकै कतै उरिएको पनि त मकैमी तर्किएर नि मकै खाने मान्छे यहाँ कसरी दिँदै आइयो अझै ठुलो कुकरमा पकाउने है दाना कति खाने त सेतो हुन्छ यहाँतिर मकै चाहिँ पयाललाई यो मिठो हुन्छ नि त बदिने कति आँजेर भएको किन हो बिरयानी आज हेर्नु कालो कालो देख्दा त्यो त बाटर छ नि बाटर खान्थे चुरुङ पानीपुरी हाल्ने त्यसमा पानीपुरी हाल्यो मकै नै पाकिसक्यो भेन्डीमा बाटामा हाल्नु पानीपुरी यहाँ छ आउँछु काशी मलाई सानो कलिलो दिनु त कलिलो तातो छ हौ दिदी कहाँ राख्ने मकै खान्छु अब म तातो छ छोटु पानीपुरीको तेल त अलि
बताउनुहोस् त कति मिठो छ एकदम मिठो हो नि ल फल हो क्योइमा माइ भले मिठो छ नयाँ मकै मिठो भइहाल्छ नि हैन अझै पानीपुरी पोल्दैछ हामी पाती काटिरहेको थियो आमाले के भयो छोटे आउनुहोस् न के हो तपाईँ ल अब म पनि आउँछु हरियो मकै पर्छ ल खाऊ बिस्तारै आफूले गरेको नि त साथी यस्तो मिठो भएर खान्छ त म नहोस् होला के ओइ कसरी काशी कसो मधुर आउँछ त मकै खाएर राछ कान्छीले ढोड्यो तपाईँ काल पर्नु त हो कालो कालो भएछ त साथी पनि ढोड्यो तेल बेसरी पाइदियो कि अहिले पनि भयो ढोड्यो मेरो पानीपुरी ढोड्यो साइडमा गर्नु कति सुरु भएको पानीपुरी त कता ठुलो भएको मुखमा पस्छ यो यहाँ बस्नु सक्छ क्या कता ठुल्ठुलो भएको त मैले खानु क्या हामीले मकै खाइसक्यो खानु यो डढी खायो कि यो किनभने यो बुकु पाइयो चाहिँ साथीले पानीपुरी पुऱ्याउँदैछ किनभने त्यहाँ तेल बेसरी तातो भएको छ नि त तेल खरिसकेको छ त्यहाँबाट कालो कालो भएको छ अरू ठिकै छ हामी चाहिँ फेरि यता मकै खाँदै एउटा मकै भ्याइसक्यो खबर आयो नि खोका हुन्छ होला है हामी चाहिँ मलाई खानु छ यता सजिलो पानीपुरी पुऱ्याउँदैछ है मकै त धेरै मिठो छ मकै है पानीपुरी पनि खाने कुन्टियाहरू तिमीहरूलाई पानीपुरी पनि खान मन लाग्छ यतिले पुग्छ 20 वटा पछि गरेर हुन्छ क्या छोटो टेन्सन भयो यार छोटो म यसो गर्ने नि त्यो धुलो पारेर मैले चाहिँ एउटा मकै बनाएको त्यो हरियो खोर्सानी नै यसो मिक्स पिसेर उयो छ त आसरी मैले बिहान ल्याएको न जुलो गरे यो आसरी मिठो भएको कि तनार किबुइलाई त यहाँ ले पनि पिसेर खोर्सानी काएर कि अब हेर्नु यसरी लगाउनु पर्छ यसो लाग्यो अनि यसो खोर्सानी मकै खाऊ सक्छु छु त धेरै त चल्दिमा तब मन के सुइछ र त त तर मियो के धेरै हैन मिठो छ पिरो छ
Sao bảo Nga bảo nào các bạn. Dạ, đấy. पिरो भइरहेछ है बहिनीलाई साथी म पनि पिरो भइरहेको यसरी खोकी लाग्यो मैले चाहिँ एउटा भ्याउन आँट्यो मकै है Ini lagi sih, itu nggak pesan ya. Nah, pesan lihat apa? मैले तपाईँलाई मिठो भा मिठो भा पिरो पिरो पनि मिठो भयो लोग मैले त दुईटा खाइसकेँ मकै त खानु एउटा किन पानीपुरी त ल्याएको त नि यहाँ ल्याएको छ नि Nah, thôi thôi thôi. Tôi mong cái tiền tiệm gì nó gọi là mới mà chắc không. Không mua được tiền, tôi thôi phải tiền tao là यता चाहिँ यसको के अरे Mana पानीमा पुरेको आलु tao mà chỉ để vào đâu. ल खानुहोस् ओइ ल पानी बनाउनु नि दिदी है मैले खाएर Nala por bote ya wana changa. Suju kale ko आमामा पानीपुरी मकै पानीपुरी तर नाइखेल मुगी छु ल ये छोरा वो छोरा आ. पनि होला छोटो सुरु Sada tu tu sil mai yo. मेरो भा छोटो काशी यो सानो खान्छ है कतिको मिठो भएको छ पानीपुरी एकदम मिठो है कसैतिर खाली बजे फेरि खाली बनाउने मात्रै रहेन खाने रे ल हामीले मात्रै खाइदिएको छौँ छोटो डाल्ने यत्रो ठुलो छ नि आँखा चाहिँ बन्छ यो है खान सकेन भनेर फिर्ता गरिसक्यो स्वयंले मैले दिएको पानीपुरी त मुखमै पस्दैन भइसक्यो भनेर राखेको होइन यति ठुलो छ लाने Như giờ thêm vào tiền rồi. छ दिदी ल मैले सुस्ताउनु ल गुवा फ्रे मकै पनि खाने पानीपुरी